साथीहरु फेरि पनि स्वागत छ तपाईलाई हाम्रो नयाँ भिडियोमा। आजको भिडियो चाहिँ अवश्य स्पेशल छ, हेर्नु होला। हामी चाहिँ भर्खर उठेका छौं, के गर्छौं भिडियो पुरै हेर्नु होला। इसमें छोरी झन् उठिसक्यो यति चाँडै। हाय भन, हाय भन, हाय। तिमी भर्खर उठ्या हो? आमा छोरी भर्खर उठ्या हो, आमा भर्खर उठ्या छ अहिले। अनि नमस्ते नि भनिदेऊ ल। नमस्ते हो, नमस्ते। हामी भर्खर उठ्यौँ, के पापा खान्छौँ हेर्नु होला। आमा आमा छोरीको काम हो यहाँ आलु पसार्नु मेरो यहाँ। आमा ल साध्य लाग्ने हो त यहाँ। के अरे छोरी तिमीले के गर्नु भएको? के गर्नु भयो? हेर्नु त्यहाँ आलुको पसारो हेरि नसक्नु भा होइन होइन। यहाँ छोरीले यस्तो गर्दैछ। हाम्रो यहाँ मदर्स डे स्पेसल। यहाँ काटकुट मात्रै भ्याइराखौँ है हामीले। काटकुट सर लाएर यो दुई थरी ताउलो फेरि बाहिर गरेर यहाँ ठुलिया केलाउँदै हुनुहुन्छ। यहाँ फर्सीको मुन्टु हल्का तयारी हुँदैछ। छोरीले यहाँ काम बढाइदिएर पो मार्यो त ल। बेला हुँदैछ, बुहार जाने भने यस बेला हुन्छ। छोरी यहाँ रेडी भयो, बुवा हुनुहुन्छ यहाँ। आमा ल जान 12 बजे बनाउने चाहिँ। हाई भनिदेऊ, हाई भन्यो। के खाएको तिमीले? हाई भनिदेऊ है। हाई कसरी गर्ने छोरी? हेलो ममलाई हेरेर गरिदिने हो नि त। हो मेरो छोरी यहाँ बस्यो। हाम्रो के पाक्यो भनेर देखाउँछु यहाँ छोरी समाजमै। यहाँ पुरी पाक्यो, त्यसपछि यहाँ केराको बुङ्गोको अचार छ है। त्यसपछि यहाँ के छ? यहाँ फर्सीको मुन्टो छ, फर्सीको मुन्टा। अनि अर्को के छ? अर्को यहाँनिर गोलभेडा र भेँडीको अचार छ। यहाँ करेला छ, बदम छ, मुला, केराउ, आलुको अचार छ। हाम्रो केक चाहिँ आयो है। केक आयो, कस्तो छ केक पनि देखाएन यहाँ। ह्याप्पी मदर्स डे। ल खै मेरो छोरी कता गए? खै लिउसा कता हो? खै ओहो चस्मा के गरे? चस्मा लाएर हिँड्या छ ल। हाय हाय भनेपछि भुत्तुके ल। झिक कसरी लाउने रे? देखाइदियो त लाएर। टाउकामा लाउनु पर्दैन, आँखामा लाउनु, आँखामा लाउनु। त्यसरी होइन, बाले लगाइदिने ल। लाउन आउनु आउनु। हाम्रो तयारी हुँदैछ है मदर्स डे स्पेसल। मेरो छोरी त ब्युटिफुल ल। मेरो छोरी ब्युटिफुल, कस्तो ब्युटिफुल। सुरु भयो है। ल भयो है। धेरै पर नजानु ल। धेरै पर नजानु ल। यो पहिला यतिकै उ गर्ने के गर्ने? अलि पानी हाल्ने कि हाल्ने लाग्दैन नि त राम्ररी। धेरै होला, धेरै हाल्ला। आमाले मलाई, मैले आमालाई के हाल्ला ल हेर छोरी। ल हेर त आमालाई, हेर त टिका लगाइदियो मम्मीलाई। मम्मीले छोरी आमाबाट लाउनु पर्छ त। ए केही छैन ल। हुन्छ म यतिबाट सकिदिन्छु। हुन्छ तिमीबाट लानु। नअटी हाले टिका रहेछ। बस आमाको मुख हेर्ने दिनको शुभकामना, धेरै धेरै शुभकामना। सधैँ यसरी नै टिका लाउन पाइयोस्, मुख हेर्न पाइयोस् आमा र ठुली आमाको ल। छोरी हाँस्या छ फेरि ल। छोरी हाँस्या छ छोरी। छोरीको निकालिदिनु पर्ला। अनि भने पहिला फालफुलबाट सुरु गर्ने हो। आइपुग्यो होइन। ह्याप्पी बर्थडे ल। जुठो फेरि चल्ने कि नचल्ने? ठुलिया यसमा भइहाल्यो, यसमै दिन्छु ल। पहिला दहीबाट सुरु उ गर्नु त तान्नु। अब केरा होइन, केरा होइन यो खाने ल।
ल ल पहिला खानु समातेर खानु ल आमालाई हेर ल कप्लकै खानु अनि अब ल नफाल यो नफाल अहिले काटी काटी गर्ने ल समात्नु अब यहाँ के काटेर ठुल्यामा समात्नु नानी समात ठुल्यामा समात्नु बिचबाट पार्नु ल ह्याप्पी मदर्स डे यताबाट काट्नु ल भन्नु है ह्याप्पी बर्थडे होइन ल समातेर खानु अब आमाले केक खानुहुन्न आमालाई केकको सट्टा मेरो छोरीले खान्छ नि आमाको सट्टा मेरो लिउसालाई खुवाउनु पर्यो ल अब भक्कै पर्थ्यो है त केक खानु पाएपछि त मिठो छ अब आमालाई यो खुवाउने आमालाई चाहिँ जेरी खुवाउने गुलियो धेरै भयो यो धेरै गुलियो होइन भने जस्तो लाग्छ ल तपाईँलाई यो मिठाई ल मिठो छ छोरीलाई मिठो भयो आमा हो मिठो भयो अहिले खाने अहिले पछि खाने हस् मुखैमा छ नि त तिम्रो हस् हेरि गरे के ल मुखैमा छ नि अब त धेरै खानु हुन खाएको तिमीले अनि छोरीले ममलाई खुवाएको खोइ त नि ममलाई के खुवाउने छोरीले के खुवाउने हो के खुवाउने के त्यही काटेर खानु होइन अर्को के खान जान्नुहुन्छ र अर्को के खुवाउन लानु पर्यो मेरो छोरीलाई ल छोरीले ममलाई खुवाउनु पर्यो नि बेबी मेरो बेबीले के खुवाउनु ल मलाई यो खुवाइदियो ल मलाई यो खुवाइदियो ममलाई खुवाइदियो बस्नु पर्दैन ले खुवाइदियो ल है छौ बेबीलाई मिठो त छोरीले खानु पर्यो नगर है आमाले लगाइदिनुहुन्छ छोरीलाई लगाइदिहाल्नुहुन्छ नि टिकी त त्यो फुलु हो धेरै पर्दैन ठुलो पर्दैन ए नानीलाई लाउने हो आमाले लाउने हो त्यसमा भन नि त फुलु राम्रो 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 आमा लगाइदिए आमा लगाइदिए ल फुलु नानीलाई लगाइदिने अब नानीलाई टिकी लगाइदिनु हुन्छ ल हेर टिकी लाउनु बिना त कति ज्ञानी हुन्छ छोरी ज्ञानी हुनुपर्छ टिकी लाउनु पर्छ बाबापट्टि हेर्देऊ न टिकी बाबापट्टि हेर ब्युटिफुल पापा त्यस्तो भयो भयो ममलाई लगाइसके फुले छ भयो यति लगाइदियो नि त्यो फुलै लगाइदियो ल अब चाचा दिएपछि के गर्नुपर्छ आमालाई नमस्ते ओ कति जान्नु भए आउने हो खै आफू गऱ्यो टपु गर्ने यहाँनिर पनि जानु तपाईँ त्यहाँ बस्नु ल हाम्रो केक काट्ने कार्यक्रम र टिका लाउने कार्यक्रम सक्यो छोरी हाई भनिदियो खै हाई गरे ममलाई हेरेर भनिदेऊ न नझार है टिकी नझार ल बुवा आउनुहुन्छ अब हाम्रो खाने अब फोटो खिच्ने अनि खाने कार्यक्रम हुन्छ अब फोटो खिच्न थाले है फोटो खिच्न थाले ल बाजौ ल हामी चाहिँ अब फोटो खिच्ने कार्यक्रम छोरी दौडेर रगरग्दी भएको छ यता ल ल ल जाऊ बाजाऊ चस्मा समात्दैमै है आजको मदर्स डे स्पेसल
गरिमै खानालाई आमा कता जानुभयो अब भोक लागिसक्यो पर्खिनै नसक्ने ल ठुली आमा र म चाहिँ खाना लायौँ है साथीहरू तपाईँलाई बोलाइ सुरु गऱ्यौँ तपाईँलाई पस्किनु सुरु गऱ्यौँ भोक लागिसक्यो 1 2 3 4 5 हाम्रो त टक्कै भयो केमा अचारमा के चाहिन्छ भन तपाईँलाई पस्किनु जे चाहियो मागेर हाल्नुमै जान्छ हाल्नुमै छ फेरि बोलो भने त्यस्तै बोल्ला नि पानी धेरै मिठो नपर्थ्यो चाया बाँध्नु होइन हामीले चाहिँ बजाइसक्नु मजा अचारै 3 थरी भए अनि कति थरी अचार चाहियो साउले त बनाएर खा भनेर अब हुरी बस्दा आएर पुरै मौसम ओ वहाँ कालो निलो भाते डाँडा आएर पुरै पानी पर्ला जस्तो भयो है ए यताबाट नि हुरी बजाएको छ छोरी खालि छेउमा के रहेछ छोरी के देखा तिमीले हेर नि त्यहाँ आकाशमा के आयो छोरी आकाशमा चरी आयो हो चरीले के गर्छ कपाल के भान्छ तिम्रो बाल्दिन रहेछ बाल्दिन तँ आयो भन्नु पर्दैन खै समिदाहरू त्यो लागेकै छैन पुरै पानी आउनलाई यस्तो क्लियर देखाएको थियो मौसम खोरी खै लाग्यो के हो जुत्ता नि छैन उही हिँडे दौडे यत्तिको छोरी जुत्ता नलाउने आऊ सानी आऊ ल के खाँदैछु नि थाहा छैन तँलाई चिप्स आलु गऱ्यो उसको चिप्स छोरी कस्तो छ छोरीले है मिठो छ केराको चिप्स बनाएर खाएको के हेरेर बस्नु भयो खाना खानु ला माया गर न माया गर दिदीलाई बहिनीलाई माया गर त एकचोटि ओ अब तिमी पनि दिदीलाई माया गर्दै छोरी दिदीलाई चुप्प ओ हा गर न अब गर्दै ल त छोरी गर्दै एकले अर्काले यताउता हेर न बहिनीलाई हेर न मुसो बहिनीलाई हेर किन उठ्यो फेरि जीन्स वाइट छोटो लुगा लाउँदैन म त जीन्स वाइट छोटो लुगा लाउँदैन तिमीलाई मेरो पछि म त लाउँदैन तेरी मम्मा से सेटिङ मिलाइदे मलाई बिङ्क बिङ्क कुर्ती सिलाइदे ओ सैया कुर्ती